नेपालमा अहिले एउटा कुरा चाहिँ अचम्मको छ के बच्चा बेलामा सोधिन्थ्यो नि तिमी ठुलो भएर के बन्छौ मेरो बाबु भनेर त्यतिखेर आउँथ्यो कि एन्सरहरू चाहिँ डक्टर बन्छु पाइलट बन्छु इन्जिनियर बन्छु युट्युबर बन्छु ए मेरो बाबु त्यो चाहिँ नबनेकै राम्रो अनि जति ठुलो हुँदै गयो नि त्यो सबै ड्रिम्सहरू चाहिँ फ्लस हानेर बगाइदिन्छन् के किनभने ठुलो भएर सोध्ने हो भने चाहिँ युके जान्छु रे अस्ट्रेलिया जान्छु रे जर्मनी जान्छु अरे प्रोफेसन सोधेको बाबुले त लोकेसन नै रिभिल गरिदियो मलाई चाहिँ के लाग्छ भने नि नेपालमा चाहिँ अहिले एउटा अनअफिसियल इक्जाम छ कि एसएलसी होइन 12th कहाँ हुनु ब्याचलर्स त्यो भन्दा पनि माथि आइएल्स मलाई त लाग्छ आइएल्स चाहिँ टियु र एनइबीको सिलेबसमा त राख्दै नै हुन्छ कि किनभने लास्टमा जाने भनेको विदेश नै हो अहिले नेपालमा चाहिँ दुई थरीको मान्छे हुन्छन् कि एउटा हुन्छन् आइएल्स पढ्दै गरेको अनि अर्को हुन्छन् आइएल्स पढ्ने सोचिरहेको छु भन्ने अनि यो दोस्रो खालको मान्छे चाहिँ सबैभन्दा डेन्जर हो कि भोलिबाट पढौँला रे भोलि गएर बुझौँला रे अनि त्यो नेपालीहरूको त्यो भोलि चाहिँ कहिल्यै पनि आउँदैन कि अनि आइएल्स पढ्नेवालाहरूको कुरा पनि बेग्लै छ कि फ्युचर प्लान सोध्यो आइएल्स हबी के हो त भन्दा आइएल्स जे कुरामा नि आइएल्स अनि फेरि मैले थोरै टफ गर्ने सोचेँ अनि मैले सोधेँ तिम्रो ड्रिम चाहिँ के हो त भनेर सोधेँ लन्डन ब्रिजको अगाडि गएर फोटो खिच्ने रे म त सोझो मान्छे मलाई त लाग्यो काठमाडौँतिरको कुनै पुलको नाम हो लन्डन ब्रिज अनि नेपालीहरूको एउटा कुरा चाहिँ एकदम फन्नी लाग्छ क्या मलाई आइएल्स पढ्नभन्दा पहिला चाहिँ त्यो मान्छेको नाम हरिप्रसाद हुन्छ अनि आइएल्स पढेर सकेपछि चाहिँ त्यो मान्छे ह्यारी भइदिन्छ विदेश जानुभन्दा पहिला नै एक्सेन्ट सिकिसक्छन् वाउ हरिप्रसादबाट ह्यारी अनि रिलेसनसिपको बारेमा सोध्यो भने चाहिँ अहिले होइन बाहिर गएर आइसी गर्ने नेपालमा बसेर त कसले हेर्छ र रे त्यो भन्दाखेरि चाहिँ मलाई एकदम चस्सै भएर आउँछ कि पहिलाको मान्छेहरूले कम्पेयर गर्थे कि मेरो 60% आयो मेरो 70% आयो अनि अहिले कति ब्यान्ड स्कोर आयो त 5 आयो भने ल ठिकै छ नेपालमै बसेर पढ रे 7 आयो भने ल ठिक छ छोरो बाठो रहेछ बिहा गरेर पठाइदिनु पर्यो रे अनि 8 आयो भने त के कुरा गाउँभरि लड्डु बाडेर हैरान हुन्छ अनि फेरि म अलि टाढै बसेर फेरि सोध्छु मैले 8 हुँदैमा भिजा ग्यारेन्टी त हुँदैन होला नि त अनि भिजा लाग्दाखेरि त पुरै गाउँभरि नाच्ने होला नेपाली प्यारेन्ट्सहरूको ड्रिम पनि चेन्ज भएको छ कि पहिला हुन्थ्यो राम्ररी पढ अनि राम्रो जब गर प्यारेन्ट्सहरूले छोरालाई चाहिँ डक्टर नै बनाउनु खोज्थे अनि अहिले विदेश जाऊ हुन त छोराको पढाइ देखेर पनि होला विदेश जाऊ भनेको और डक्टर बन्ने खर्च देखेर हो डक्टर बन्ने खर्चले त 5वटा छोराछोरीलाई विदेश पठाउनु पुग्छ अनि नेपालमा चाहिँ काउन्सिलिङ लिन चाहिँ कतै पनि जानु पर्दैन कि सबै रिलेटिभहरू काउन्सिलर हो कि यहाँ चाहिँ कसैलाई चाहिएको छ छैन केही पाल छैन फ्री एडभाइस दिइहाल्ने अस्ट्रेलिया जाऊ राम्रो छ अरे जर्मनी जाऊ लाइफ सेट अरे तर युके चाहिँ नजाऊ है काम पाइँदैन अरे ओ प्लिज अङ्कल भाँडा मोल्ने काम त जुन कन्ट्रीमा नै पाउँछ नि फरक चाहिँ यति छ नेपालमा हातले मोल्नुपर्छ विदेशमा चाहिँ मसिन हुन्छ तर कुरा बुझ्नुपर्छ मान्छेहरू विदेश चाहिँ किन जाँदैछन् बेटर अपर्च्युनिटी बेटर इन्कम बेटर करियर अनि त्यो चाहिँ ठिकै पनि हो कि तर समस्या चाहिँ के हो भने सोसल मिडियाले चाहिँ एउटा साइड मात्रै देखाउँछ कि आफूले काम गर्ने क्याफेमा चाहिँ कफीको कप लिएर चाहिँ फोटो हाल्छन् विथ क्याप्सन लाइफ बिगिन्स आफ्टर अ कफी रेडी फर रिफिल अनि हेर्ने मान्छेले चाहिँ वाह कति राम्रो रहेछ विदेशको इन्भाइरोमेन्ट वाउ अनि कफी खाइसकेपछि चाहिँ त्यही कप मोलिरहेको हुन्छ सोसल मिडियाले चाहिँ कम्प्लिटली डिफ्रेन्ट लाइफ देखाइदिन्छ कि तर इन रियालिटी 2 बजेसम्म जब गर्नुपर्छ ट्याक्स हुन्छ रेन्ट तिर्नु पऱ्यो सेभिङ्सहरू हेर्नु पऱ्यो अनि मेन त स्टुडेन्ट लोन छ अनि घरकोले चाहिँ अस्ट्रेलिया त जानुपर्छ एकदम राम्रो छ अरे तर स्टुडेन्ट लोनले चाहिँ एकदम दुःख दिएको छ भनेर कसैले पनि भन्दैन कि किन म त फसेँ तिमी पनि फस त्यही त हो नि नेपालीहरूको बानी अनि फन्नी कुरा चाहिँ आइएल्स एकचोटि दिएको मान्छे इन्स्ट्यान्टली प्रोफेसर बन्न खोज्छ स्पिकिङमा बोल्नुपर्छ अरे राइटिङमा लेख्नुपर्छ लिसनिङमा ध्यानसँग सुन्नुपर्छ रिडिङमा चाहिँ पढ्नुपर्छ अरे ओहो मलाई त थाहा नै थिएन मैले त मेरो राइटिङ इक्जाममा ड्रइङ बनाएर आइदिएको थिएँ
अनि लिसनिङ चाहिँ कसरी इम्प्रुभ गर्ने भनेर सोद्धा चाहिँ इङ्ग्लिस मुभी हेर अरे। आजसम्म 1000वटा मुभी हेरेँ, डाइरेक्ट 9 आउनुपर्ने मेरो त। स्ट्र्याटेजी, टिप्स, ट्रिक्स त्यो केही कुरा नै आउँदैन, सिधै यु जस्ट निड द एक्सपोजर ब्रो। के रे एक्सपोज त आजले नेपाल सरकारले गरिरहेछ नि सबैको। नेपालमा एब्रोड जाने कल्चर चाहिँ एकदम नर्मल भइसक्यो कि, तर प्रब्लम चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ। मान्छेहरूले आफ्नो भ्याल्यु चाहिँ कन्ट्री वाइज डिसाइड गर्न लागिसक्यो। ऊ चाहिँ द युएसए छ अरे, ऊ चाहिँ जर्मनी छ अरे, अनि ऊ चाहिँ यतै नेपालतिरै हल्लिरहेछ अरे। त्यो जुन टोनमा जुन डिफ्रेन्स आएको छ नि हो, त्यो हो कि मेन कुरा चाहिँ। तर म चाहिँ नेपालमै चिल्छु जस्तो लाग्छ। एटलिस्ट लोन त छैन म माथि। अनेस्टली एब्रोड जानु चाहिँ नराम्रो होइन, आफ्नो आफ्नो सपनाहरू चाहिँ पुरा गर्नुपर्छ। तर इन्स्टामा पोस्टहरू हाल्दाखेरि चाहिँ हामीलाई चाहिँ अलि जलन भयो जस्तो हुन्छ कि। एक्चुअलमा चाहिँ स्टुडेन्ट भिजामा गएकोहरूले चाहिँ जब गर्ने नै होइन कि, अनि गऱ्यो भने पनि जे काम पायो त्यही गर्ने हो। पछि एक्सपिरियन्स बन्दै गएपछि चाहिँ अरू जबहरूमा काम गर्ने हो। एनिवेज तिमीलाई चाहिँ यो भिडियोमा केही गुनासो छ भने चाहिँ प्लिज मनभित्रै राख।